हेलो गाइस, यो चाहिँ मेरो फ्लिप एसेन्सियल 2 JBL बक्स ब्लुटुथ बक्स हो, जुन चाहिँ मैले अनलाइन फ्लिपकार्टबाट किनेको थिएँ। अन्त त्यो चाहिँ ओपन बक्स डेलिभरी भएको थियो। अन्त जुन चाहिँ अलरेडी ओपन बक्स हेरेर उनीहरूले हेरेर चाहिँ मलाई दिएको थियो। अनि आज चाहिँ म यो तपाईँहरूको सामने देखाउन गइरहेको छु। यो चाहिँ मेरो नयाँ भनौँ न नयाँ JBL बक्स हो। मैले अहिलेसम्म युज गरेको थिइनँ, तर JBL होइन। अन्त ओपन बक्स डेलिभरी गरिकन दिँदाखेरि चाहिँ अलिक खल्लो खल्लो लाग्दो रहेछ आफूलाई हो। चाहिँ चार्जर रहेछ यसमा चाहिँ। मैले चाहिँ जस्ट यसको लागि सो गर्नुको लागि मात्रै राखेको यो चार्जर। र यो अलरेडी ओपन थियो होइन, यो अलरेडी ओपन गरिसकेको हो होइन। अन्त तपाईँहरूलाई सो गर्नुको लागि मात्रै यो बक्समा लगाएर राखेको होइन गाइस। यो चाहिँ चार्जर टाइप सी चार्जर रहेछ होइन गाइस। अन्त के छ बक्समा, चाहिँ वारेन्टी कार्ड रहेछ। अन्त वारेन्टी कार्ड रहेछ गाइस होइन। वारेन्टी कार्ड रहेछ यस। अन्त अर्को चाहिँ के छ भने यस, मैले हेर्नु त हेरिसकेको होइन, तपाईँहरूलाई अब जस्ट सोको लागि। यो चाहिँ तपाईँको होइन जम्मै रहेछ होइन। यसमा चाहिँ के रहेछ भन्दाखेरि वाट्स इन द बक्स, ब्लुटुथ पेयरिङ, यो चाहिँ सबै डिटेल्समा रहेछ यो बक्सको होइन। प्ले पज, चार्जिङ होइन। अन्त त्यहाँदेखि वाटरप्रुफ, टेक स्पेस, सबै डिटेल्समा रहेछ यहाँनिर होइन। यसको यो JBL बक्सको स्पेसिफिकेसन होइन। अन्त त्यहाँदेखि अलिक डिटेल्सहरू रहेछ होइन। यो डल्लै पढेर सुनाउनु सक्दिनँ म तपाईँहरूलाई होइन गाइस। यस्तो रहेछ यसमा चाहिँ होइन गाइस। अन्त JBLको बक्स चाहिँ यसमा थियो होइन गाइस। अन्त फेरि मैले लगाएर तपाईँहरूलाई सो गर्नुको लागि राखेको होइन गाइस। JBLको बक्स चाहिँ यस्तो पाराले राखेको थियो होइन। अन्त यो चाहिँ हो JBLको बक्स होइन गाइस, फ्लिप एसेन्सियल 2 JBL फ्लिप एसेन्सियल 2 होइन, जुन चाहिँ वाटरप्रुफ हो होइन। अन्त जुन चाहिँ वाटरप्रुफ, त्यसमा चाहिँ ब्लुटुथ पेयरिङ, भोल्युम माइनस प्लस भोल्युम होइन, प्ले पज बटन। अन्त यो चाहिँ पावर बटन छ होइन गाइस, पावर बटन। यो चाहिँ चार्ज गर्ने जग्गा होइन, चाहिँ चार्ज गर्ने जग्गा हो गाइस। अन्त चाहिँ चार्ज गर्ने जग्गा गाइस, टाइप सी चार्ज गर्ने जग्गा, टाइप सी चार्जर जाँदो रहेछ यसमा चाहिँ होइन गाइस। अन्त गाइस यस्तो छ होइन यो JBLको बक्स। अन गरेर के भन्नु, यो चाहिँ चार्ज हो, ब्याट्री चार्ज कति छ होइन। जम्मा यसमा चाहिँ 5 स्टिक हुँदो रहेछ होइन। यो चाहिँ फुल चार्ज गरेर राखेको थिएँ मैले गाइस होइन। पावर अन बटन होइन गाइस। यस्तो छ गाइस होइन। कनेक्ट पनि गरेर हेर्छु ल गाइस।
कनेक्ट कनेक्ट त हुन्छ कि हुँदैन। सो गाइस कनेक्ट त भयो गाइस होइन, तर भिडियो अफ हुँदो रहेछ गाइस। सो म नेक्स्ट भिडियोमा चाहिँ गाइस म कनेक्ट गरिकन होइन गाइस, तपाईँलाई गाइस म यसको साउन्ड पनि सुनाउँछु होइन गाइस, अन्त यसको बेसहरू पनि सबै सुनाउँछु होइन गाइस। अन्त गाइस आजको लागि चाहिँ गाइस यति नै गाइस होइन। अन्त यो पावर अन अफ गर्दाखेरि चाहिँ पावर अन गर्दाखेरि अलिक बज्दो रहेछ गाइस होइन, पावर अफ गर्दाखेरि अलिक बज्दो रहेछ गाइस। अन्त यति नै हो गाइस। अन्त गाइस थ्याङ्क यू फर वाचिङ गाइस।